Hey everyone, this is Saksim and welcome to Purify. आज हामी पढ्न जाँदैछौँ स्ट्रक्चर अफ व्हीट। अब यसको स्ट्रक्चर चाहिँ किन पढ्नु पर्यो? हामीलाई त मिलिङ र त्यसपछि गएर मिलिङबाट बनेको प्रोडक्टहरुको बारेमा पढ्नु पर्ने हैन र भनेर भन्दाखेरि त्यसको लागि त पहिला स्ट्रक्चर पनि जान्नु पर्यो। किनभने अब स्ट्रक्चरबाट हामीहरुले मिलिङ गर्दाखेरि त्यो प्रोडक्ट्सहरु बनाउँदाखेरि चाहिँ हाम्रो के च्यालेन्जेसहरु आउँछ, के छुट्याउनु पर्यो त्यसको बारेमा चाहिँ जान्नको लागि हामीले स्ट्रक्चर जान्नुपर्छ। ओके, हाम्रो व्हीटको एउटा सिंगल सीड जसलाई चाहिँ हामीहरु कर्नेल भन्छौं, त्यो बनेको हुन्छ तीनटा लेयरले। एउटा हुन्छ ब्रान्ड, नेक्स्ट इज एन्डोस्पर्म एन्ड द लास्ट इज जर्म। ब्रान्डले अकुपाई गरेको हुन्छ यो पुरै व्हीटको 14 to 15%, एन्डोस्पर्मले अकुपाई गरेको हुन्छ 83% भने जर्मले अकुपाई गरेको हुन्छ 2.5%। अब यसमा ब्रान्ड चाहिँ सब डिभाइडेड हुन्छ पेरिकार्प, एल्ड्रोन लेयर र सीड कोटमा। एन्डोस्पर्मको डिभिजन छैन, यो ह्युज मास बल्की मास नै एन्डोस्पर्म हो। अनि जर्मको डिभिजन गर्ने हो भने एपिकोटाइल, स्कुटेलम, कोलियोप्टाइल, यो सुट भयो, यो रुट भयो, त्यसैले त्यसको डिभिजन भएको हुन्छ। र हाम्रो जर्मलाई चाहिँ हामीहरु इम्ब्रायो पनि भन्छौं। ओके, अब अगाडि यसको बारेमा म अझ डिटेलमा भन्छु। ओके, फर्स्टै कुरा गरौँ ब्रान्ड लेयरको बारेमा। ब्रान्ड लेयर इज मेड अफ पेरिकार्प, सीड कोट र एल्ड्रोन लेयर। यसमा चाहिँ सुरुको लेयर, सबभन्दा आउटरमोस्ट लेयर भनेको चाहिँ पेरिकार्प हो। यो पेरिकार्प अझ डिभाइड भएको हुन्छ एक्जोकार्प, मेजोकार्प र एन्डोकार्पमा। अनि त्यसपछि त्योभन्दा भित्र हुन्छ सीड कोट। यो सीड कोट बनेको हुन्छ प्रो एन्थोजेन्थिन र प्रोजेन्थिनबाट। अब यो दुईटै, यो जेन्थिन सफिक्सले थाहा हुँदैछ पिगमेन्टहरु हुन्। यही पिगमेन्टहरुले यिनीहरुलाई चाहिँ यसको क्यारेक्टरिस्टिक, यो के भन्छ, हाम्रो गाउँलाई चाहिँ त्यसको क्यारेक्टरिस्टिक अरेन्ज गरिदिन्छ। अनि त्यसपछि त्योबाट यो चाहिँ बनेको हुन्छ डेड थिक लिग्निफाइड सेल्सहरुले। ओके, अब सीड कोटबाट भित्र जाने भने यसमा हुन्छ एल्ड्रोन लेयर। एल्ड्रोन लेयर बनेको हुन्छ 30% प्रोटिन, बाँकी बनेको हुन्छ डाइट्री फाइबर्स एन्ड फेनोलिक एसिड। अनि यो प्रोटिनहरुमा हुन्छन् एन्जाइमहरु। कस्तो खालको एन्जाइम भने प्रोटिएज एन्जाइम हुन्छ। यो प्रोटिएज एन्जाइमको काम भनेको चाहिँ त्यो ग्लुटेन र ग्लुटेन बीचको चाहिँ डाइसल्फाइड बन्डहरुलाई चाहिँ क्लिवेज गराउँछ, जसले गर्दाखेरि चाहिँ अब यदि हामीले योबाट चाहिँ डोहरु बनाउनु पर्यो भने त्यसको डोको स्ट्रेन्थ चाहिँ घटाइदिन्छ र त्यसलाई चाहिँ स्टिकी नेचर बनाउँछ। मतलब त्यसको चाहिँ के हुन्छ भनेपछि त्यो आटाको चाहिँ एकदम चिपचिप हुन्छ, किनभने त्यसको इलास्टिसिटी र मोलिकुलर वेट्स चाहिँ घटेको छ। ओके, अब नेक्स्ट हामी कुरा गर्छौं यसपछि ब्रान्ड लेयर पछि आउँछ एन्डोस्पर्मको बारेमा। ओके, त्यसपछिको अब नेक्स्ट लेयर हो एन्डोस्पर्म। अब एन्डोस्पर्म भनेको चाहिँ अब त्यो बीचको जुन व्हाइटिश पार्ट थियो त्यसलाई चाहिँ अब हामीहरु एन्डोस्पर्म भन्छौं। अब त्यसको के हुन्छ भनेपछि यो बनेको हुन्छ 70 देखि 75% स्टार्चले, मोस्टली, सो इट्स मोस्टली कार्बोहाइड्रेट। अनि त्यसपछि यो यसको अरु कम्पोनेन्ट हुन्छ 8 to 15% ग्लाइडिन एन्ड ग्लुटेनिन फर्मिङ ग्लुटेन, मतलब प्रोटिनहरु हुने भयो। अनि त्योभन्दा बाहेक ट्रेसमा पाइन्छ भिटामिन्स एन्ड मिनरल्सहरु। यही नै हो हाम्रो फ्लोरहरुको चाहिँ मेजर कम्पोनेन्ट। अनि त्यसपछि एन्डोस्पर्म डिभाइड भएको हुन्छ दुईटामा, एउटा हुन्छ पेरिफेरल र अर्को हुन्छ सेन्ट्रल एन्डोस्पर्म। पेरिफेरल एन्डोस्पर्म मोस्टली चाहिँ प्रोटिनले बनेको हुन्छ भने चाहिँ सेन्ट्रल एन्डोस्पर्म चाहिँ एब्सोल्युटली स्टार्चले बनेको हुन्छ, यसमा प्रोटिन कम्पोनेन्ट हुँदैन। ओके, अब फाइनली बाँकी रह्यो जर्म लेयर, जुन सबभन्दा लिस्ट एमाउन्टमा हुन्छ 2.5 देखि 3%। ओके, अनि यो जर्म लेयर मोस्टली बनेको हुन्छ 25% प्रोटिनले अनि 8 to 13% लिपिडले, अनि बाँकी रहेको हुन्छ भिटामिन बी एन्ड ई। अब यो जर्म लेयरको बारेमा एउटा खास के छ भने यसले चाहिँ अब हाम्रो के भन्छ व्हीटको मटेरियल्सहरु, मतलब फ्लोरहरुमा चाहिँ अब रेन्सिडिटी गराउँछ। त्यही भएर यो भयो भने हामीले रिफाइन्ड व्हीट फ्लोर वा मैदा बनाउन सक्दैनौं। किनभने यसमा हुन्छ लिपिड्सहरु 8 to 13%हरु लिपिड्सहरु, जुन ट्राइग्लिसराइडहरु हुन्। यिनीहरुको जब अक्सिडेसन हुन्छ तब यिनीहरु चाहिँ फ्याटी एसिडमा चाहिँ कन्भर्ट हुन्छन् र यो फ्याटी एसिड चाहिँ एयरहरुमा चाहिँ सजिलै ट्राभल गरेर हाम्रो के भन्छ अर्डरहरुलाई चाहिँ बिगार्ने काम गर्छन् हो। त्यही भएर जर्म लेयरलाई चाहिँ रिमुभ गर्न इम्पोर्टेन्ट छ। ओके, द्याट्स अल अबाउट द स्ट्रक्चर अफ व्हीट। अब हामी चाहिँ यसको मिलिङ प्रोसेस पढ्छौं।